ल अब यो क्रुज जहाजमा फैलिएको हान्ता भाइरसको आउटब्रेकलाई एउटा क्लिनिकल दृष्टिकोणबाट हेरौँ है त। समाचारका ठूला र डरलाग्दा हेडलाइन्सहरू भन्दा अलि भित्र पसेर त्यहाँ वास्तवमा के भएको थियो भन्ने कुराको विज्ञानलाई आज हामी खोतल्नेछौँ। एक संक्रामक रोग विशेषज्ञको नजरबाट हेर्दा यसभित्र लुकेका तथ्यहरू साँच्चै नै अत्यन्तै रोचक छन्। आजको यो विश्लेषणलाई हामीले यी 6वटा मुख्य चरणहरूमा बाँडेर हेर्नेछौँ। जहाजमा सुरु भएको पहिलो संक्रमणदेखि लिएर यसको व्यावहारिक रोकथामसम्म पुग्दा यो भाइरसको सम्पूर्ण क्लिनिकल तस्विर यहाँहरू सामु एकदमै छर्लङ्ग हुनेछ। सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, समुद्रको बीचमा देखिएको एउटा अनौठो मेडिकल रहस्य। कल्पना गर्नुहोस् त, अप्रिल 2026 को समय छ। एमबी होन्डियस नामको जहाज अन्टार्क्टिकातर्फ जाँदैछ। त्यहाँ 23 विभिन्न देशका करिब 150 जना यात्रीहरू र क्रू मेम्बरहरू एउटै बन्द वातावरणमा हुनुहुन्छ। हामी जस्ता संक्रामक रोग विशेषज्ञहरूका लागि यस्तो इन्क्लोज्ड स्पेस अर्थात् बन्द ठाउँ सधैँ विशेष निगरानीको विषय बन्ने गर्छ, किनभने यहाँ संक्रमण फैलिने जोखिम एकदमै उच्च हुन्छ। संक्रमणको क्लिनिकल विकासक्रम कस्तो थियो त? सुरुमा एकजना 70 वर्षीय डच यात्रुलाई सामान्य फ्लू जस्तै हल्का ज्वरो र टाउको दुख्यो, तर हेर्दा हेर्दै अवस्था बिग्रियो। यो छिटै गम्भीर श्वास प्रश्वासको समस्यामा परिणत भयो, फोक्सोमा पानी जम्न थाल्यो र अन्ततः सेप्सिस हुँदै शरीरका अङ्गहरूले काम गर्न छाडे। यो एकदमै डरलाग्दो र द्रुत गतिमा हुने परिवर्तन हो। यहाँनिर सबैभन्दा झस्काउने तथ्याङ्क भनेको यसको मृत्युदर हो। यो भाइरसको मृत्युदर 50% हुन सक्छ। यही एउटा कारणले गर्दा ती डच यात्रु, उहाँकी पत्नी र लगतै एक जर्मन महिलाले यति छिटो ज्यान गुमाउनु पर्यो। अब जाउँ दोस्रो खण्डमा। आखिर यो हान्टा भाइरस हो के त? यसको इतिहास अलि पछाडि फर्केर हेरौँ। यो कुनै नयाँ भाइरस बिल्कुलै होइन है। सन् 1950 को दशकमा कोरियन युद्धको बेला 3000 सेनाहरूमा मृगौला फेल हुने समस्या देखिँदा यसको पहिलो पटक चर्चा भएको थियो। पछि 1980 को दशकमा हान्ता नदीको नामबाट यसको निवारण गरियो अनि 1996 मा अर्जेन्टिनामा पुग्दा यसले मानिसबाट मानिसमा पनि सर्न सक्ने क्षमता देखाएर विज्ञानलाई नै चकित पारिदियो। यो भाइरसको परिवारमाथि हामीले लामो समयदेखि गहिरो अध्ययन गर्दै आएका छौँ। प्राविधिक भाषामा भन्नुपर्दा यो एउटा जुनोटिक रोग हो। यसको सिधा अर्थ के हो भने यो जनावरबाट मानिसमा सर्छ। अझै स्पष्ट भन्नुपर्दा संक्रमित मुसाको मलमूत्र मिसिएको धुलो सासबाट तान्दा मात्रै मानिसमा यो संक्रमण हुन्छ। तर तेस्रो खण्डमा हामी यो एन्डिज स्ट्रेनले कसरी भाइरसका सबै सामान्य नियमहरूलाई तोडिदियो भनेर हेर्नेछौँ। यो स्ट्रेन साँच्चै नै अचम्मको छ। हान्ता भाइरसको सिङ्गो परिवारमा अर्जेन्टिना र चिलीमा धेरै पाइने यो एन्डिज स्ट्रेन मात्रै एउटा यस्तो अपवाद हो जुन मानिसबाट मानिसमा प्रत्यक्ष रूपमा सर्न सक्छ भन्ने प्रमाणित भएको छ। यो आफैमा एउटा ठूलो मेडिकल एनोमली हो। अब प्रश्न उठ्छ, सामान्यतया मानिसबाट मानिसमा सजिलै नसर्ने यो भाइरस क्रुज जहाजमा कसरी फैलियो त? यसलाई एउटा पर्फेक्ट स्टर्म भन्न सकिन्छ। बन्द झ्यालहरू भएका साँगुरा कोठाहरू, लामो समयसम्म सँगै बसाई, उमेर ढल्केका र रोग प्रतिरोधात्मक क्षमता कम भएका जोखिमपूर्ण व्यक्तिहरूको उपस्थिति र रियालमा भाइरसको उच्च मात्रा पाइने यो स्ट्रेनको अद्वितीय विशेषता, यी सबै कुराहरू एकै ठाउँमा मिल्दा मात्रै यो संक्रमण फैलन सफल भएको हो। त्यसो भए ती सुरुवाती यात्रुले यो भाइरस कहाँबाट लिएर आए त? हाम्रो चौथो खण्ड पेशेन्ट जिरोको खोजीमा लागौँ। यहाँ एउटा गजबको एपिडेमियोलोजिकल अनुसन्धान भएको छ। ती डच दम्पतिको यात्रा विवरण हेर्दा उहाँहरूले अर्जेन्टिनाको न्युकेन प्रान्त र उस्वायाको एउटा फोहोर व्यवस्थापन गर्ने ल्यान्डफिलमा महत्त्वपूर्ण समय बिताएको देखियो। यी दुवै ठाउँहरू संक्रमित मुसाहरूको वासस्थान हुन सक्ने हटस्पट मानिन्छन्। तर यहाँनिर एउटा ठूलो चुनौती छ। यसको इन्क्युबेसन पिरियड अर्थात् शरीरमा भाइरस पसेदेखि लक्षण देखिने समय 1 देखि 8 हप्तासम्म जति पनि हुन सक्छ। यति लामो समय अवधिले गर्दा संक्रमण ठ्याक्कै कुन दिन र कहाँ भयो भनेर पत्ता लगाउने एउटा निकै जटिल मेडिकल पजल बनेको छ। पाँचौं खण्डमा हामी चर्चा गर्नेछौँ। यत्रो डरलाग्दो कुरा सुन्दा सुन्दै पनि आखिर किन हामीले आत्तिनु जरुरी छैन? कोभिड-19 जस्तो महामारी भोगिसकेपछि डराउन स्वाभाविकै हो, तर यी दुई बीच आकाश पातालको फरक छ। कोभिड हावाबाट सजिलै सर्छ र पुरै कोठालाई दूषित बनाउँछ, तर एन्डिज स्ट्रेन सर्नको लागि बिरामीसँग निकै नजिक रहेर लामो समयसम्म शारीरिक सम्पर्क वा तरल पदार्थहरूको साटासाट हुनै पर्छ।
संक्रमण फैलिने मामिलामा यो एकदमै असक्षम किसिमको भाइरस हो। अनि अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा, यो भाइरस सर्ने ट्रान्समिसन विन्डो जम्मा 1 दिनको मात्र हुन्छ। बिरामीलाई पहिलोपटक ज्वरो आउँदा मात्रै यो अर्को व्यक्तिमा सर्ने उच्च सम्भावना रहन्छ। यसले गर्दा यसको आउटब्रेक हुने वा महामारी फैलिने क्षमता एकदमै न्यून हुन जान्छ। यति गम्भीर लक्षण र उच्च मृत्यु दर देखेपछि के यसले समुदायमा फैलिएर अर्को ठूलो ग्लोबल लकडाउन निम्त्याउला त? यो प्रश्न हाम्रो दिमागमा आउनु एकदमै तार्किक र स्वाभाविक प्रतिक्रिया हो। तर विश्वभरका जनस्वास्थ्य विज्ञहरू यसलाई लिएर पटक्कै चिन्तित छैनन्। डाक्टर लेनोरा स्याक्सिङ्गरले स्पष्ट पारे झैं यो भाइरस मानिसबाट मानिसमा सर्नु एकदमै दुर्लभ कुरा हो र यसका लागि धेरै शर्तहरू पूरा हुनुपर्छ। यो भाइरस फैलिने बाधाहरू यति धेरै छन् कि यसले विश्वव्यापी महामारीको रूप लिनै सक्दैन। अब हाम्रो अन्तिम खण्डतिर लागौं। यो मुसाबाट सर्ने खतरा विरुद्ध व्यावहारिक रोकथाम र सरसफाई कसरी गर्ने? यसको वास्तविक खतरा वातावरणसँग जोडिएको छ। त्यसैले यसबाट बच्ने मुख्य हतियार भनेको लकडाउन होइन, बल्कि प्रमाणमा आधारित सही सरसफाई हो। घर वा गोदाममा मुसा छिर्ने प्वालहरू टाल्ने, धुलामे र बन्द कोठाहरू सफा गर्दा अनिवार्य रूपमा N95 मास्क र पन्जा लगाउने, अनि खानेकुरा कहिल्यै खुल्ला नछाड्ने। यति सामान्य तर कडा सरसफाईको नियम पालना गरे मात्रै पनि यो जोखिमबाट पूर्ण रूपमा बच्न सकिन्छ। त्यसैले जब आगामी दिनहरूमा यस्ता डरलाग्दा समाचारका हेडलाइनहरू आउनेछन्, हामी सनसनीयपूर्ण खबरमै अड्किने कि संक्रामक रोग विशेषज्ञहरूलाई पूर्ण रूपमा शान्त राख्ने यी क्लिनिकल तथ्यहरूमा ध्यान दिने। हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने वास्तविक खतरा हामीले सडकमा खुला रूपमा फेर्ने हावामा होइन, मुसाको दिशापिसाबले भरिएका र बन्द गरिएका धुलामे गोदामहरूमा लुकेको छ। के यो क्लिनिकल वास्तविकताले यो रोगलाई हेर्ने हाम्रो दृष्टिकोणलाई पुरै बदल्दैन र? पक्कै पनि बदल्छ।